नमस्ते सबैजनालाई। सदाझै आज बिहानीको काम सुरु भयो। मौसम पनि एकदम चिसो छ। पोर्चुगलको समयअनुसार अहिले टेम्परेचर चाहिँ अहिले 10 डिग्री छ। ठिकै छ, अन्य देशको तुलनामा। अब त्यति चिसो पनि होइन। डेनमार्क, स्विडेन, उता नर्वे, बेल्जियमतिरको भन्दा त त्यति चिसो ठाउँ चाहिँ होइन। अहिले 10 डिग्री छ। म तपाईहरुलाई यो काँक्रा र यो म्याङ्गो, स्पेशली यो सुसीमा युज गर्नलाई चाहिँ प्रयोग गरिन्छ। त्यसलाई काट्ने तरिकाहरू सिकाउँछ है। यो काँक्रो मैले अलरेडी धोइसकेको छु। बोक्रा फाल्ने सर बोक्रा फालिसकेपछि दायाँ बायाँ मुरीको साइजमा चाहिँ यसरी ल्याप्ने। लामो पनि हुनु भएन, छोटो पनि हुनु भएन। साइड काट्ने यसरी घुमाएँ। तपाईँ एक बिटा, मेरो यो मुरीको साइज चाहिँ एक बिटा हुन्छ। ल यति काट्यो, सेम साइज। यो अब यसलाई चाहिँ चार साइडबाट चार निकाल्ने। 1 यसरी लिने, यसरी काट्ने, यसरी काट्ने। यो भित्रको गिरी चाहिँ एकदम गिलो हुन्छ, पानी हुन्छ, यो युज हुँदैन। सलादको रूपले खान सकिन्छ। मैले खाने। अनि सेम प्रोसेस एउटा काँक्राबाट चाहिँ 4 पिस आउँछ, 4 साइड। ट्याक्कै 4 यो फाल्नुपर्छ। यति भइसकेपछि अब रोलमा हाल्नलाई चाहिँ जति पातलो त्यो चाहिँ राम्रो हुन्छ। हुरामाकी बनाउन पनि, भोसोमाकी बनाउन पनि सकिन्छ। अब यसलाई चाहिँ बिचमा सेट गर्ने। दुईटा भयो, दुईटालाई अब एकैचोटि काट्ने। सुर काटेँ मैले।